जय मसीह मण्डली परिवारलाई हालेलुया हालेलुया ह्याप्पी मदर्स डे सबैलाई मेरोबाट। अनि पास्टर बाउलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूको आमाहरूको बिचमा यसरी मदर्स डे भएको बेला वचन पाल्ने मौका पाएको छु। अनि आमाहरूको बिचमा मौका पाउँदा, मदर्स डेमा वचन बाँड्ने मौका पाउँदा अनि आमाहरूको विषयमा नै वचन बोल्न चाहे। अनि आमाहरूको विषयमा वचन बोल्दै गर्दा बाबुहरूलाई पनि आमाहरूको बारेमा केही स्पेसल कुरा बताउन लागेको छु आमाहरूलाई बुझ्न लागि। अनि आउनुहोस् तपाईँहरू मसँग उत्पत्ति 3को 15लाई पल्टाउन सक्नुहुन्छ। अनि हामी वचन पढेर सुरु गर्नेछौँ। यहाँ यसरी लेखेको छ, तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुल्चने छ र तैँले त्यसको कुर्कुचो डस्नेछस्। वचन परमेश्वरले आशिष दिउन्। आजको मेरो वचनको शीर्षक दिनु हो भने अ मदर, अ डिभाइन इन्स्टिट्युसन अफ गड्स रिडेम्पटिभ प्लान। भन्नुको मतलब आमा परमेश्वरको उद्धारको योजनामा ईश्वरीय व्यवस्था। अनि अर्को कुरा सजिलैसँग इन्स्टिट्युसनलाई भन्नु भने संस्था। अनि यो मैले संस्था किन ब्र्याकेटमा हालेँ भन्दाखेरि संस्था भन्दा कस्तो कस्तो लाग्यो, तर तपाईँहरूले इन्स्टिट्युसनलाई बुझ्नु चाहेनु भने परमेश्वरको योजना, परमेश्वरले राख्नु भएको व्यवस्था भनेर पनि बुझ्न सक्नुहुन्छ। अनि आज हामी यहाँनिर एकछिन बादमा है वचन सकेपछि आमा दिवस मनाउनेछौँ। इमोसनली मनाउँदै गर्दा है आन्टीले यो जुन चाहिँ साडी लगाएर आउनुभयो है, म छक्कै परेँ 30 वर्षको साडी भन्दाखेरि। अनि आन्टीकोमा त्यो जोगाउने कला पनि देखिरहेको छु। घरिको फ्लास लिनुहुन्छ, घरिको साडी। अनि त्यो जुन चाहिँ छ यो साडी भयो, फ्लास भयो, आन्टीले ल्याउनु भएको त्यो इमोसनली कनेक्ट हो नि त है, इमोसनली कनेक्ट हो। अनि इमोसनली कनेक्ट हुँदै हुँदै पनि आज हामी आमा दिवस मनाइरहेको छौँ। अनि इमोसनली मात्रै नमनाएर आज हामी आमा भनेको के हो स्पिरिचुअली पनि म बुझाउने कोसिस गर्नेछु तपाईँहरूलाई। आमा चाहिँ परमेश्वरले राखिदिनु भएको चाहिँ एउटा इन्स्टिट्युसन हो, योजना हो। हेर्नुहोस् है। अनि इन्स्टिट्युसनको लिटरल मिनिङ चाहिँ के हुन्छ भन्दाखेरि इन्स्टिट्युसन भनेको म अलिकति बुझाउन चाहेँ पहिला। भनेको चाहिँ एउटा अपोइन्टेड कुनै पनि स्कुल या केही पनि हुन्छ, त्यो चाहिँ अपोइन्टेड हो कसैलाई बनाउन लागि, कसैलाई सुधार्न लागि। अनि आमालाई चाहिँ परमेश्वरले बनाउनु भएको चाहिँ ईश्वरीय योजनालाई पुरा गर्नको लागि। आमेन भनिदिनुहोस् न। आमेन। जसरी परमेश्वरले विवाहलाई बनाउनु भयो, म्यारेजलाई बनाउनु भयो, जसरी चर्चलाई बनाउनु भयो, सब इन्स्टिट्युसन हो। अनि जसरी फ्यामिलीलाई बनाउनु भयो त्यसरी नै परमेश्वरले आमालाई पनि बनाउनु भयो। त्यसरी परमेश्वरले आमालाई पनि बनाउनु भयो। आमालाई मान्छे कुनै पनि मान्छेले बनाएको कुरा होइन। आमा भन्ने कुरा कुनै पनि मान्छेले बनाएको होइन। बाउहरूले पनि बुझ्नु पर्यो है। आमा भन्ने कुरा चाहिँ कुनै पनि मान्छेले बनाएको कुरा होइन। त्यो आमा भन्ने कुरा चाहिँ परमेश्वरको योजनामा परमेश्वरले बनाएको कुरा हो। यसलाई हामी मुनि हेर्दै जान्छौँ अनि बुझ्दै जान्छौँ। अनि आमाले खालि नानीलाई जन्माउन, शिक्षा दिन लागि मात्रै हुँदैन। आमा भन्ने कुरा नानीलाई जन्माउन, शिक्षा दिन, ठुलो मान्छे बनाउन मात्रै हुँदैन। कसलाई चाहिँ आफ्नो नानी ठुलो ठुलो ओहदामा पुगेको मन छ? हात उठाउनुहोस् न। सबैलाई छ। सबैलाई आफ्नो नानीहरू ठुल्ठुलोमा ओहदामा पुगेको छ। तर आजको दिनमा तपाईँहरूलाई भन्नु पर्दै गर्दाखेरि आमाले चाहिँ त्यो ठुल्ठुलो ओहदामा पुर्याउँदै गर्दाखेरि नानीलाई चाहिँ बाँच्न मात्रै सिकाइरहेको छ। बुझ्नुहुँदैछ? नानीलाई चाहिँ जिउन मात्रै सिकाइरहेको छ। कम्पिटिसन छ जमाना, कम्पिटिसन मात्रै गर्न सिकाइरहेको छ। ठुल्ठुलो ओहदामा पुग्नका लागि पढ्न मात्रै सिकाइरहेको छ। तर आमालाई चाहिँ आजको दिनमा बुझ्नुपर्छ परमेश्वरले यो कुराहरूभन्दा धेरै माथिको कुराको लागि बनाउनु भएको। आमेन। अनि तपाईँहरूलाई आमेन भन्दै जानु सक्छ। आमालाई चाहिँ नानीलाई जीवनमा हुर्काउन लागि बनाउनु भएको आमाले परमेश्वरले। आमेन। आमेन भन्दै जानुहोस् है। आमालाई चाहिँ परमेश्वरले विश्वासलाई बढाउनका लागि बनाउनु भएको। आमालाई चाहिँ परमेश्वरले परमेश्वरको इच्छामा सुसमाचार पुर्याउन लागि बनाउनु भएको। अनि उद्धारको योजनामा चाहिँ
सुसमाचारको त्यो जुन चाहिँ योजनामा चाहिँ आमाको चाहिँ ठुलो सहभागी छ। त्यसैले हामी जब वचनलाई हेर्छौँ भने जब इतिहासलाई बदल्न चाहे परमेश्वरले आमालाई प्रयोग गर्नुभयो। जब परमेश्वरले उद्देश्यलाई बचाउन चाहे परमेश्वरले आमालाई युज गर्नुभयो। बाबुहरू सुन्नुहोस्, आमाहरू कतिको चाहिँ परमेश्वरको नजरमा भ्यालु छ। नानीहरू सुन्नुहोस्, जब पनि परमेश्वरले उद्धारलाई ल्याउन चाहनुभयो परमेश्वरले आमालाई चुन्नुभयो। आमेन। कस्तो महान योजना छ आमाहरूको जीवनमा परमेश्वरको। अनि इक्जाम्पल भनौँ भने हवाले परमेश्वरको प्रतिज्ञालाई बोकेको छ। हवालाई फर्स्टमा यो हामीले उत्पत्ति 15 पढ्यौँ। हवा साँपलाई भन्दै गर्दा स्त्री चाहिँ को थियो? हवा थियो। परमेश्वरको प्रतिज्ञालाई बोकेको छ भने याकोबले मोसाको आमाले मोसालाई बचाएको छ। हेर्नुहोस् है, हन्नाले सामुएललाई परमेश्वरमा समर्पण गरेको छ। अनि अर्को कुरा चाहिँ हामी यहाँ हेर्छौँ भने युनिसले चाहिँ तिमोथीलाई हुर्काएको छ, जसले चाहिँ पछि गएर पौलको मिनिस्ट्रीलाई सकाएको छ। अनि अर्को आमालाई हेर्छौँ भने चाहिँ मरियमले चाहिँ परमेश्वरको कुरालाई विश्वास गरेर नानीलाई गर्भमा राखेको छ। अनि यो कुराले चाहिँ खालि पाल पोषणलाई मात्रै बुझाउँदैन। आमाहरूले पाल्नुपर्छ, पालन पोषण गर्नुपर्छ भने बुझाउँदैन। यो कुरा चाहिँ अलिक माथिको कुरालाई बुझाउँछ। आज हामीले बुझ्नुपर्छ यो कुरा चाहिँ के कुरालाई बुझाउँछ भन्दाखेरि चाहिँ परमेश्वरको उद्धार, परमेश्वरको योजनामा चाहिँ आमाहरूको चाहिँ ठुलो सहभागिता छ। अनि हामी बुझ्दै जाँदाखेरि अब म यहाँ बाबु अनि नानीहरूसँग बोल्न चाहे जो आमा हुनुभएको छैन। अब परमेश्वरको यस्तो ठुलो स्थापनालाई, यस्तो ठुलो योजनालाई आमाहरूलाई चाहिँ आज आमाहरूको लागि वचन बोल्दै गर्दा हामीले चाहिँ के गर्नुपर्छ त? नानीहरूले, बाउहरूले आमाहरूलाई के गर्नुपर्छ भन्नुहोस् त? सबैभन्दा पहिला चाहिँ प्रेम गर्नुपर्छ आमालाई। सबैभन्दा ठुलो कुरा सुरक्षा दिनुपर्छ, सम्मान गर्नुपर्छ, आदर गर्नुपर्छ। अनि आमालाई अझै असल कुरा गर्ने चाहिँ आत्मिक रूपमा बलियो बनाउनुपर्छ। यो चाहिँ बाबुहरूले अनि नानीहरूले आमाको लागि सपोर्ट गर्ने कुरा हो। धेरैचोटि आमाहरूलाई कमजोरी हामी ठान्छौँ, कमजोरी तुलाइरहेको हुन्छौँ, तर आमालाई कमजोरी बनाउनु भनेको छैन वचनले। तर आमालाई चाहिँ आत्मिक रूपमा, भावनात्मक रूपमा र प्रेमपूर्वक चाहिँ बलियो बनाउनु भनेको छ। यो चाहिँ हाम्रो जिम्मा हो। अनि हामी जब हेर्छौँ भने किन चाहिँ आमाहरूलाई चाहिँ हामीले बलियो बनाउनु पर्यो? एउटा आमा विक भयो भने चाहिँ घरै विक हुन्छ। तपाईँलाई थाहा छ? एउटा आमा कमजोरी भयो भने चाहिँ घरको अवस्था नै बिग्रेर जान्छ। अनि तपाईँहरूलाई अर्को कुरा भनिदिउँ, घरमा आमा नहुँदा बत्ती नै छ भने घर अँध्यारो लाग्छ। यो चाहिँ मसँग धेरैचोटि हामी घरमा भएको कुरा। आज के छैन घरमा, के छैन भन्दाखेरि कोही बेला आमा बाहिर गएको हुन्छ। त्यो चाहिँ बत्ती भएर नि उज्यालो नभएको जस्तो हुन्छ एउटा आमा भन्दाखेरि। तर राम्रो कुरा चाहिँ यदि आमाहरू बलियो छन् चाहिँ परिवार बलियो हुन्छ। आमेन। यदि परिवार, जब आमा बलियो हुन्छ र परिवार बलियो हुन्छ भने चाहिँ हाम्रो पुस्ता बलियो हुन्छ। आमेन। आमेन भन्नुहोस् है। आज आमाहरूको लागि वचन लिएर आएको छु, सबै आमेन भन्ने कुरा छ। अनि यो हुनुपर्छ। जब हामी यो कुरालाई हेर्छौँ भने मैले अघि नै भनिहालेँ, परमेश्वरले चाहिँ आमाहरूलाई चाहिँ परमेश्वरको उद्धारको योजनामा चाहिँ ठुलो तरिकाले युज गर्नुभएको छ। अनि कसरी परमेश्वरले चाहिँ आमाहरूलाई चाहिँ उद्धारको योजनामा युज गर्नुभयो भन्दाखेरि चाहिँ आज म तपाईँहरूलाई 3टा पोइन्ट अनि 3टा बुदालाई, इम्पोर्टेन्ट बुदालाई, मेन बुदालाई, अन्त 3टा सब बुदालाई भनेर मेरो वचनलाई म राख्नेछु। अनि यो 3टै बुदा, फर्स्टको 3टै बुदा पीमा छ। पी इङ्ग्लिस लेटर पीमा छ। अनि अर्को सब पोइन्ट पनि पीमा छ। तपाईँलाई याद होस् भनेर पीमा छ। अनि फर्स्ट बुदालाई म राख्न चाहे। फर्स्ट बुदा चाहिँ के हो भने प्रमिस। परमेश्वरले कसरी चाहिँ आमाहरूलाई युज गर्नुभयो भन्दाखेरि प्रमिस, त्यो चाहिँ हो प्रतिज्ञा। परमेश्वरले उद्धारको सुरुवात आमा मार्फत गर्नुभयो। उद्धारको कुरा चाहिँ कसरी आमाद्वारा सुरु गर्नुभयो भन्दाखेरि यो चाहिँ प्रतिज्ञा गरेर, कुनै पनि राजनीतिक प्रतिज्ञा होइन, कुनै मानिसको प्रतिज्ञा होइन, तर परमेश्वरले उद्धारको योजनामा आमालाई प्रतिज्ञा गर्नुभएको कुरा चाहिँ परमेश्वरको प्रतिज्ञा हो। अनि परमेश्वर हामी उत्पत्तिलाई हेर्छौँ यतिखेर 3:15लाई, यहाँनिर के लेखेको छ भन्दाखेरि तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्चनेछ र तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।
यो वचनलाई अब राम्ररी बुझाउन चाहे। धेरैचोटि यो वचन उत्पत्ति 3:15 चाहिँ के भन्छ भन्दाखेरि प्रोटो इभान्जेलियम भन्छ। हेर्नुहोस् है, थियोलोजी वर्डलाई प्रोटो इभान्जेलियम भन्छ। त्यो भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ पहिला यो चाहिँ ग्रिक वर्डबाट आएको। अनि यो चाहिँ किन प्रोटो इभान्जेलियम भने यो भर्सा चाहिँ भन्दाखेरि फर्स्ट गोस्पल, पहिलो सुसमाचार हो। यो चाहिँ पहिलो सुसमाचार हो। यहाँ चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ यीशु ख्रिस्टको बारेमा फर्स्ट टाइम कुरा गरेको हो। यो चाहिँ के भनेको छ भन्नुहोस् त, तेरो सन्तान र स्त्रीको सन्तान, स्त्रीको सन्तानको बिचमा भनेको छ। अनि स्त्रीको सन्तानलाई चाहिँ हामी अहिले हेर्छौँ भने जिजस क्राइस्ट भन्छौँ, जिजस क्राइस्ट भन्छौँ। अनि शैतानलाई चाहिँ यहाँनिर के भनेको छ, शैतानको बिचमा भनेको छ भनेपछि अनि कसरी चाहिँ यो हामीले यसलाई चाहिँ यो साँच्चै नै यो भर्स चाहिँ फर्स्ट गोस्पल हो भनेर भन्छौँ भने किनकि स्त्रीको सन्तान र सर्पको सन्तानको बिचमा चाहिँ सिरकुल चल्ने काम कसरी भयो भन्दाखेरि हामीले बुझ्नु पर्यो। परमेश्वरले शैतानलाई पूर्ण विजय कसरी गर्नु भने क्रुसमा गर्नुभयो, क्रुसमा। अनि परमेश्वरले पुरै शैतानको शिरलाई क्रुसमा किल्च नभयो, अनि येशू ख्रिस्टले गर्नुभयो त्यो कुरा चाहिँ। अनि जो चाहिँ येशू ख्रिस्ट कसको सन्तान भएर आउनुभयो, मानिसको सन्तान भएर आउनुभयो। अनि अर्को कुरा चाहिँ शिर कुल्चने कुरा, यो धेरै कन्फ्युज हुन्छौँ हामीले, साँपले ठुङ्छ भन्ने कुरालाई बुझ्छौँ। अलिकति थियोलोजी मिनिङ चाहिँ के हुन्छ भने शिर कुल्चने कुरा चाहिँ क्रुसमा जति पेनहरू भयो, सफरिङ भयो, त्यो जस्ट टेम्परेरीको लागि थियो, क्षणभरको लागि थियो भनौँ। अनि त्यो सफरिङलाई चाहिँ शिर यो कुर्कुचो डस्ने कुरा हो। अनि यसलाई चाहिँ फर्स्ट गोस्पल भन्छ यो भर्सलाई चाहिँ। अनि जब यो हामी हेर्छौँ भने चाहिँ यो चाहिँ परमेश्वरले मानिसलाई प्लान गर्नुभएको पहिलो, मानिसलाई बताउनु भएको पहिलो यीशु ख्रिस्टको बारेमा यो भर्स हो, जसलाई चाहिँ प्रोटो इभान्जेलियम भन्छ। अनि यो चाहिँ बाइबलमा परमेश्वरको उद्धार गर्ने पहिलो प्रमिस हो। अनि असल कुरा चाहिँ के हो भन्दाखेरि सर्पले चाहिँ हावालाई युज गरेर मानिस जातिलाई परमेश्वरको नजरमा गिराउनु भयो। अब परमेश्वरले चाहिँ के गर्नुभयो, मानिस जातिलाई हावालाई नै युज गरेर, एउटा स्त्रीलाई युज गरेर चाहिँ मानिस जातिलाई परमेश्वरसँग नजिक ल्याउनु भयो। आमेन। अनि परमेश्वरको उद्धारको योजनामा अझै अचम्म लाग्दो कुरा चाहिँ के छ भन्दाखेरि परमेश्वरले उद्धारको योजनाको प्रमिस गर्दै गर्नुहुँदा चाहिँ वुमनसँग गर्नुभयो, तपाईँ आमाहरूसँग गर्नुभयो। किनकि यहाँ लेखेको छ स्त्रीको, तेरो र स्त्रीको सन्तान, कसको सन्तानबाट? यसकारण परमेश्वरले के गर्नुभयो, परमेश्वरले पवित्र आत्माद्वारा गर्भवती भएर, कुनै पनि बाबुलाई गरेको प्रमिस होइन यो फर्स्टमा। न त त्यतिखेर इजरायल थियो, न त ल थियो, न त क्रुसै थियो न त, तर फर्स्टमा परमेश्वरले म संसारको उद्धार गर्नेछु भनेर चाहिँ आमाहरूलाई भन्नुभएको। आमेन। अनि परमेश्वरले यो कुरा गर्नुभयो। जब संसारमा पाप आयो है, जब संसारमा पाप आयो परमेश्वरले स्त्री जातिबाट उद्धारको योजना पनि सुरु गर्न थाल्नुभयो। यो चाहिँ हवालाई गरेको प्रमिस। अनि जब हामी यहाँ देख्छौँ भने यशाया 7:14 हामी हेर्छौँ, यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनु हुनेछ र हेर कन्या गर्भधारण हुनेछ र तिनले एउटा पुत्र जन्माउनेछन् र उहाँको नाम इमानुएल राख्नेछौ। हेर्नुहोस् है, यहाँनिर के भन्यो, यशाया अगमवक्ताले पनि एउटा कन्या भन्यो। कुनै मानिस बिहा गरेर नानी जन्मेको कुरा गरेन, तर स्त्रीलाई प्रयोग गरेर चाहिँ एउटा को जन्मनेछ, गर्भधारण गरेर जन्मनेछ, जसको नाम चाहिँ इमानुएल राख्नु भनेको छ यो। अनि परमेश्वरले चाहिँ आफ्नो प्लान कहिले पनि परिवर्तन गर्नु भएन। परमेश्वरले चाहिँ होस् म एउटा हस्बेन्ड अनि वाइफलाई युज गर्छु किनकि मान्छेले त पताउँदैन भन्ने, एउटा कन्यालाई मैले गर्भधारण गरेँ मान्छेले विश्वास गर्दैन भन्ने कहिले पनि सोच्नु भएन। परमेश्वरले प्लानलाई परिवर्तन गर्नु भएन। अनि परमेश्वरले प्लान परिवर्तन नगर्नु भएको चाहिँ हामी गलाती 4:4बाट बुझ्छौँ। यहाँ चाहिँ परमेश्वरले के भन्नुभयो, तर समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्र पठाउनु भयो, उहाँ एउटी स्त्रीबाट जन्माउनु भयो तथा व्यवस्थाको अधीनमा जन्माउनु भयो। येशू ख्रिस्ट अब कसको अधीनमा जन्मनुभयो, पुरानो नेममा गरेको प्रमिस, उत्पत्ति 3:15 गरेको प्रमिस चाहिँ यहाँनिर हामीले देख्दैछौँ। येशू ख्रिस्ट जन्मनु भयो।
सुसमाचार मण्डलीहरूलाई बताइदिउँ, सुसमाचार चाहिँ कहिले पनि नयाँ नियमबाट सुरु भएको होइन। यद्यपि मत्ती, मर्कुस, लुका, यूहन्ना, प्रकाश पनि सुसमाचार हो, तर सुसमाचार कहिले पनि नयाँ नियमबाट सुरु भएको होइन। सुसमाचार चाहिँ उत्पत्तिबाट सुरु भएको कुरा हो। त्यो चाहिँ जेनेसिस 3:15। अनि जब हामी यो कुरालाई हेर्छौँ भने येशू ख्रीष्ट परमेश्वरको समयमा आउनुभयो, येशू ख्रीष्ट परमेश्वरको योजनामा आउनुभयो, येशू ख्रीष्टले परमेश्वरको उद्देश्यलाई पुरा गर्नुभयो। येशू ख्रीष्ट चाहिँ एक्सिडेन्टली आउनु भएन, येशू ख्रीष्ट चाहिँ परमेश्वरले प्रतिज्ञा गरेको बमोजिम आउनुभयो। अनि सबैभन्दा असल कुरा चाहिँ येशू ख्रीष्ट आउनुमा परमेश्वरले स्त्रीलाई प्रयोग गर्नुभयो एउटा आमा बनाएर। आमेन। अनि त्यही कारणले आमाहरू चाहिँ परमेश्वरको नजरमा धेरै महत्त्वपूर्ण छ। परमेश्वरको नजरमा हामी हेर्छौँ भने आमालाई राम्ररी बाइबलबाट हेर्छौँ भने परमेश्वरले चाहिँ आमालाई चाहिँ बडो शक्तिशाली रूपमा चलाउनु भएको छ। यदि आमालाई परमेश्वरले चलाउनु भयो उद्धारको योजनामा सुरुदेखि अन्तसम्म चलाउनु भयो भने बिचमा जुन चाहिँ हाम्रो यो उद्धार र सुरुवातको बिचमा के छ भन्दाखेरि उद्धारको जीवन र यो परमेश्वर येशू ख्रीष्ट आएको बिचमा केही छ भने त्यतिखेर धेरै परमेश्वरको सन्तानहरू येशू ख्रीष्टको लिनेजलाई जोगाउन लागि परमेश्वरले आमाहरूलाई प्रयोग गर्नुभएको छ। अनि यो चाहिँ मेरो दोस्रो बुदा हो। त्यो चाहिँ के हो भन्दाखेरि सुरक्षा, प्रोटेक्सन। यो चाहिँ सेकेन्ड पी हो मेरो, प्रोटेक्सन। परमेश्वरले आफ्नो उद्धारको योजनामा आमा मार्फत सुरक्षा गर्नुभयो। परमेश्वरले उद्धारको काम गर्दै गर्दाखेरि सुरक्षा पनि परमेश्वरले नै दिनुभयो। जब हामी हेर्छौँ भने जब हामी प्रस्थानलाई हेर्छौँ, नपढी बस्छौँ, 2:1-10सम्म हामीसँग भरे लामो प्रोग्राम छ। त्यही कारणले गर्दा प्रस्थानमा हेर्छौँ भने यो मैले लेखेको छु तर नपढौँ। यहाँनिर मोसा है, जब यहाँ मोसा जन्मियो, मोसाको आमाले के गरेको छ, मोसालाई लुकाएर राखेको छ। अनि लुकाएर राख्दाखेरि के भएको छ भने कति महिनासँग मोसालाई लुकाएर राखे? 3 महिनासम्म मोसाको आमाले मोसालाई लुकाएर राखे। हेर्नुहोस्, 3 महिनासम्म नानी लुकाइराख्नु भन्ने कुरा सजिलो होइन, तर मोसाले विश्वासमा लुकाएर राखे। हेर्नुहोस् है, किनकि मोसालाई थाहा थियो मेरो नानी चाहिँ परमेश्वरको योजनामा बनेको छ भन्ने कुरा। अनि तपाईँहरूलाई भनिदिउँ, जब पनि परमेश्वरले कसैलाई योजनामा बनाउनुहुन्छ भने कसैलाई आफ्नो योजनामा, परमेश्वरले हरेक व्यक्तिलाई आफ्नो योजनामा बनाउनुहुन्छ। अनि यदि शैतानले त्यो कुरा चाल पाइन्छ चाहिँ शैतानले चाहिँ विनाश ल्याउनु खोज्छ। मोसालाई आमाले लुकाएर राख्नु। अनि तर यहाँनिर के भएको छ भन्दाखेरि यहाँनिर फारोले चाहिँ हिब्रूको बालकहरूलाई चाहिँ मार्ने इच्छा गरेको छ। मोसा जन्मेको बेला सबै बालकहरूलाई मार्ने इच्छा गरेको छ, तर मोसाको आमाले चाहिँ मोसालाई लुकाएर राखेको छ। किनकि मोसाको आमाले चाहिँ बुझ्यो मेरो बालकमा चाहिँ केही छ। अनि जब यो बुझ्छौँ भने है, यो जब शैतानले आक्रमण गर्छ भने तब हामीले यहाँबाट के बुझ्छौँ भने जब शैतानले डिस्ट्रक्सन ल्याउनु खोज्यो परमेश्वरको योजनामा तब पनि आमै खरा भयो। आमेन। यतिखेर पनि आमाले नै मोसालाई जोगाएको छ। अनि हामी पहिलो सामेलमा जान्छौँ भने 1:27 अनि 28 पढ्छ भने यहाँ के छ भने यही बालकको निम्ति मैले प्रार्थना गरेको थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे। आमेन। यहाँ अर्को स्त्री छ जसको छोरा चाहिँ प्रोफेट सामेल थियो। अनि जसले चाहिँ कसरी परमेश्वरको योजनालाई जोगायो भन्दाखेरि आफ्नो बालकलाई परमेश्वरमा अर्पण गरेर। अनि यहाँनिर हामी धेरैचोटि आमाहरू के हुन्छ भने आमाहरूले चाहिँ नानी मेरो हो भन्ने गर्छ नि, तर नानीहरू बताइदिउँ, नानीहरू चाहिँ तपाईँहरूको हुँदै पनि फर्स्ट चाहिँ परमेश्वरको। तपाईँहरूको हजारौँ सपना नानीहरूमाथि हुँदै पनि बनाउनु चाहिँ परमेश्वरले आफ्नो योजनामा बनाउनु भएको। अनि जब सामेलको आमाले यो कुरालाई बुझ्यो हन्नाले, तब हन्नाले के गरे आफ्नो बालकलाई परमेश्वरमा दिए। किनकि उसले जान्दथ्यो यो नानी चाहिँ मेरोभन्दा पहिले परमेश्वरको नानी हो भनेर। आजको दिनमा यो वचन भन्दै गर्दाखेरि तपाईँहरूले नानीलाई आफ्नो प्लानको लागि म डक्टर हुनु पाइनँ अब मेरो नानीलाई बनाउँछु, म सिस्टर हुनु पाइनँ, म पाइलट हुनु पाइनँ, म मेरो नानीलाई बनाउँछु भन्नु पाराले बनाउनु हुँदैछ कि परमेश्वरको योजनामा ढाल्दै हुनुहुन्छ।
ठुल्ठुलो औदामा जानु नराम्रो कुरा होइन, पाइलट हुनु, डक्टर हुनु नराम्रो कुरा होइन, तर पाइलट हुँदै गर्दा, डक्टर हुँदै गर्दा, ठुलो ठुलो अफसरहरू हुँदै गर्दा के तपाईँको नानीले परमेश्वरलाई भुलेको छैन कि, परमेश्वरको योजनालाई? यदि तपाईँले नानीहरूलाई ठुलो औदाको लागि मात्रै तयार गर्नुहुँदैछ भने तपाईँले जस्तै ठुलो औदामा पुर्याउनुहोस् नानीहरूलाई, तपाईँहरूले के गर्नुहुँदैछ भने नानीलाई जिउन मात्रै सिकाइराख्नु भएको छ, खास उद्देश्यलाई पक्रिनु होइन। अनि जब परमेश्वरको योजनालाई बोल्छ भने परमेश्वरको योजना मानिसहरूका लागि कहिले पनि हानिकारक हुँदैन। परमेश्वरको योजना चाहिँ मानिसहरूको लागि जहिले पनि आशिषमय हुन्छ, भलाइको लागि हुन्छ भने, तर आमाहरूको योजना, बाउहरूको योजना आजको दिनमा भनिदिउँ नानीहरूलाई कोही बेला प्रेसर पुर्याउने हुन्छ, कोही बेला डिप्रेसनमा लाउने हुन्छ। यो पनि कुरा बुझ्नुपर्छ, बाबुहरूले पनि बुझ्नुपर्छ। आफ्नो इच्छाको लागि नानीहरूलाई प्रेसर हाल्नु हुँदैन, किनकि परमेश्वरले नानीलाई बनाउँदै गर्दा आमाको योजनामा होइन, बाउको योजनामा होइन, परमेश्वरको योजनामा बनाउनु भयो। अनि मेरो छोरी नेराया है जन्मिँदै गर्दाखेरि मलाई थाहा थिएन नि मेरो छोरी हुन्छ भनेर, सबैले छोरा हुन्छ भन्थ्यो, तर परमेश्वरलाई अगाडि थाहा थियो यो चाहिँ छोरी हो भनेर, किनकि परमेश्वरले बनाउनु भएको अनि परमेश्वरको योजनामा बनाउनु भएको। अनि आमाको गर्भमा बुवा र आमाले प्लान गर्नुभन्दा अघि नै परमेश्वरले प्लान गर्नुभएको हुन्छ तपाईँ अनि हाम्रो नानीलाई। अनि त्यही कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई अर्पण गर्ने काम हामी गर्छौँ। अनि दोस्रो तिमोथी 1:5, यो मलाई साह्रो मजाको लाग्छ। मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो पहिले तिम्री बजाइ लैसमा थियो र तिम्रो आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। भन्नुको मतलब यहाँनिर तिमोथीसँग बात गर्दै गर्दाखेरि तिमोथीको विश्वास चाहिँ युनिसबाट आएको छ, युनिसको आमाबाट आएको छ। अनि यो कुराभित्र चाहिँ हामी के बुझ्छौँ भन्दाखेरि चाहिँ विश्वास चाहिँ घरभित्र चाहिँ आमाहरूले जोगाइराख्दो रहेछ। अनि विश्वास जोगाउँदै गर्दा आमाहरूले चाहिँ विश्वासलाई सार्दै पनि रहेछ। आजको दिनमा आमाहरूसँग बात गर्दै गर्दा तपाईँहरूले नानीहरूलाई कतिको विश्वास सार्नुभयो प्रभुप्रति, बाउहरूले कतिको सार्नुभयो, आमाहरूलाई मात्रै भन्दिनँ है। किनकि युनिसको आमाको विश्वास चाहिँ युनिसमा सरेको छ, अनि तिमोथीमा जुन चाहिँ विश्वास आयो त्यो चाहिँ युनिसबाट आएको छ, तिमोथीको आमाबाट। अनि हामी पुस्तालाई जोगाउने आमाहरू हौँ, बाउहरू हौँ भने चाहिँ हामीले विश्वास सार्नुपर्छ। हाम्रो फिक्रिसमा चाहिँ हामी यही भन्छौँ, हामीले हाम्रो नानीहरूलाई धेरैभन्दा धेरै जोगाउनु पर्छ, नत्र भने भोलिको दिनमा चर्चमा नयाँ व्यक्ति हुनसक्छ, पुरानो व्यक्ति हराउन सक्छ, किनकि जेनेरेसन ग्याप भन्ने आउँछ। तर हामीले यदि आमा बुवाहरूले विश्वासलाई सार्ने काम गऱ्यौँ भने चाहिँ हाम्रो चर्च भरिँदै पोखेर हाम्रो चर्चको मानिसहरूले, नानीहरूले अरू जग्गा धेरै मण्डली परिवार स्थापित गर्नेछ। आमेन। अनि जब हामी यो कुरालाई हेर्छौँ भने हामीले बुझ्नु पर्यो, संसारको कुनै पनि रीति सिकाउनुभन्दा, संसारको स्कुलमा गएर कुनै पनि संसारको कम्पिटिसनहरू सिकाउनु भन्दाखेरि चाहिँ फर्स्ट चाहिँ आमाहरूले, बुवाहरूले विशेष गरी नानीलाई ख्रिस्टको हुनुहुन्छ भने चाहिँ चिनाउनु जरुरी छ। जब नानीहरूले यो कुरा चिन्छ भने आमाहरूले नानीहरूलाई विवेकमा निर्माण गर्दै गरिन्छ, यीशु ख्रिस्टको विवेकमा। जब यो कुरा अब हेर्छौँ भने हामीले बुझ्यौँ इतिहासमा मोसा है, सामुएल, तिमोथी छ। इतिहासमा महान काम गर्ने मोसा, सामुएल, तिमोथी अन्य व्यक्तिहरू छ। तर तपाईँहरूलाई भनिदिउँ, इतिहासले मोसा, सामुएल, तिमोथीलाई सम्झ्यो भने परमेश्वरले चाहिँ परमेश्वरको राज्यमा आमाहरूलाई सम्झाउनुहुन्छ, किनकि यी व्यक्तिहरूलाई खडा गर्ने चाहिँ को हुन्? आमा हुन्। अनि परमेश्वरको योजनामा चाहिँ आमाहरूको ठुलो उद्देश्य छ। जब परमेश्वर, यहाँनिर म आखिरी बुदालाई राख्न चाहे, जब परमेश्वरको योजना आमाबाट आयो, उत्पत्ति 3:15 भने त्यतिखेर बिचमा परमेश्वरले आफ्नो योजनालाई आमाहरूबाट नै जोगाउनु भयो। प्रोटेक्सन पनि आमाहरूबाट आयो, सुरक्षा पनि, अनि अब चाहिँ मिसन पनि आमाहरूबाट आएको हेर्न चाहन्छ। यो चाहिँ मेरो 3rd P हो। हेर्नुहोस् है, यो चाहिँ घोषणा हो। येशू ख्रीष्ट जन्मनु भयो,
सुरुमा यीशु ख्रीष्टको लागि प्रमिस गर्नुभयो परमेश्वरले उद्धारकर्ताको, अनि बिचमा परमेश्वरले त्यो लिनेसलाई प्रोटेक्सन गर्नुभयो, त्यो लाइनलाई, अनि त्यो पुस्तालाई प्रोटेक्सन गरेर जब यीशु ख्रीष्ट जन्मियो, अब यीशु ख्रीष्टको बारेमा हामीले के गर्नु पर्यो? घोषणा गर्नु, प्रोक्लेमेसन गर्नु पर्यो। अनि यसको लागि पनि आमाहरूलाई परमेश्वरले खोजिराख्नु भएको छ, जसले चाहिँ सुसमाचारलाई बोकेर हिँड्छ। आमाहरू, यस्तो आमाहरू खोजिराख्नु भएको छ जसले चाहिँ आफ्नो नानीहरूलाई सुसमाचार बोकेर हिँड्न सिकाउँछ। तब चाहिँ परमेश्वरको योजनामा अझै तपाईँहरू धन्य हुनुहुन्छ। उत्पत्तिमा गरेको प्रतिज्ञा हामीले यीशु ख्रीष्टमा पुरा भएको देखेका छौँ। अनि यहाँ लुका 1:31 हामी हेर्छौँ, यहाँनिर अब हेर तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउने छौ र तिमी उहाँको नाउँ यीशु राख्नेछौ। जब यो कुरा एन्जलले भन्यो है, एन्जलले भन्यो, मरियमले के गर्यो? मरियमले यहाँनिर भन्यो, तल गएर 38मा हेर्छ 38मा हेर्छ भने, अनि मरियमले भनिन्, हेर्नुहोस् म प्रभु कि दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट बिदा भयो। लेट इट बी एकर्डिङ टु यर विल भनेको छ, एकर्डिङ टु यर वर्ड भनेको छ। अनि जब हामी यहाँ हेर्दै गर्छ बुझ्छौँ भने परमेश्वरले अब म्यारी कन्या थियो, भर्खर मग्नी भयो केटी, अनि म्यारीलाई मरियमलाई चाहिँ परमेश्वरले भन्दै गर्दा मरियमले रिजेक्ट गरेन। अनि मरियमले चाहिँ यस उद्धारकर्तालाई बोके, अनि उद्धारकर्ता बोक्दै गर्दा ऊ के भयो भन्नुहोस् त? आमा भयो। आमेन। अनि जब हामी यो कुरालाई हेर्छौँ भने एउटा आमाको हुन्छले चाहिँ स्वर्ग र पृथ्वी कनेक्ट भएको छ। एउटा आमाले चाहिँ परमेश्वर तपाईँको इच्छाद्वारा होस् भन्दाखेरि चाहिँ परमेश्वर र मानिसको बिचको सम्बन्ध बन्नेको छ। आज तपाईँहरू हामी अर्को आमाहरू है, तपाईँहरू अर्को आमा जो हुनुहुन्छ, अरू आमाले यदि तपाईँहरूले चाहिँ हुन्छ भन्नुहुन्छ भने परमेश्वरलाई म मेरो नानीहरूलाई परमेश्वरको राज्यको लागि बढाउन तयार छु, मेरो राज्यको लागि हुर्काउन तयार छु भन्यो भने चाहिँ हाम्रो संसारमा मर्दै गरेको जग्गाहरूमा चाहिँ परमेश्वर पुग्नुहुन्छ। यो संसारमा धेरै कुना छ जहाँ परमेश्वरको राज्य पुगेको छैन, त्यहाँनिर परमेश्वर पुग्न चाहनुहुन्छ। अनि आमालाई चाहिँ परमेश्वरले यस्ता नानीहरू, यस्ता सुसमाचार बोक्ने नानीहरू हुर्काएको हेर्न चाहनुहुन्छ। किनकि जब नि आमाहरूले परमेश्वरलाई हुन्छ यस भन्छ भने पुस्ता पुस्ता बाँच्नेछ। आमेन। अनि यो सब आमालाई परमेश्वरले धेरै युज गर्न चाहनु भएको कुरा हो। अब सुसमाचार घोषणा गर्नुपर्छ, अब सुसमाचार घोषणा गर्नुपर्छ। अनि सुसमाचार घोषणा गर्ने नानीहरू हुर्काउने आमाहरू परमेश्वरले खोज्नु हुँदैछ। लेट इट बी एकर्डिङ टु यर वर्ड भन्ने, तपाईँको राज्य होस् भन्ने, मेरो नानीको जीवनबाट तपाईँको राज्य होस् भन्ने परमेश्वरले आमाहरू खोज्नु हुँदैछ। धेरैचोटि आमाहरूलाई समर्पण गर्नु साह्रो पर्छ, तर आजको दिनमा तपाईँलाई म भन्न चाहन्छु, जब परमेश्वरको योजनामा तपाईँले छोडिदिनुहुन्छ नि, तपाईँको नानीहरूको पुस्तादेखि लिएर पुस्तासम्म बाँच्नेछ। कुनै पुस्ता पनि नाश हुँदैन। अनि तपाईँहरूलाई भन्दै गर्दाखेरि एउटा इक्जाम्पल राख्नु मन पऱ्यो। अनि सबैले मलाई अब नानी बनाउनै भन्छ है, हेर्नुहोस् है, म फ्रेङ्कली बोल्नु पऱ्यो, नानी बनाउनै भन्छ। अन्त अब त छोरा बनाउनु पऱ्यो नि है एउटा त भन्छ, हेर्नुहोस् है। अनि मैले चाहिँ के भन्छु भने बनायो भने पनि छोरा भयो भने छोरी भयो भने मलाई मतलब छैन, मलाई मेरो वंश जोगाउने होइन, मलाई परमेश्वरको सुसमाचार जोगाउने व्यक्ति चाहिएको छ। आमेन। अनि जब हामी यो कुरालाई हेर्छौँ भने तपाईँ अनि मैले बुझ्छौँ परमेश्वरको नजरमा चाहिँ छोरा अनि छोरी एउटै हो। आमेन। हामी मत्ती 28:19 हेर्छौँ, कसैले पढिदिनुहोस् न, यहाँ स्क्रिनबाट हेरेर पढिदिनुहोस्। आमेन आमेन। यहाँनिर हेर्छौँ भने उद्धारको कुरा चाहिँ यहाँनिर पुस्तादेखि पुस्तासम्म हुने कुरा हो, बग्ने कुरा। यीशु ख्रीष्ट चाहिँ अब पुस्तादेखि पुस्तासम्म जाने कुरा हो। अनि परमेश्वरले अझै पनि यस्तो आमाहरूलाई खोजिरहनु भएको छ जसले सुसमाचार बोक्ने सन्तान अनि पुस्तालाई तयार गर्छ, न त वंश बढाउने। हेर्नुहोस् है, भन्नुको मतलब धेरैचोटि हामी वंश बनाउनु मात्रै खोज्छौँ, तर परमेश्वरको पुस्तालाई बनाउने सन्तान खोजिराख्नु भएको छ। आमेन। अनि तपाईँ हामी चाहिँ त्यस्तो सन्तान हुनुपर्छ। आमाहरू अब म
वचन म आज छिटै सक्नेवाला छु। किन चाहिँ हाम्रो भरे प्रोग्राम पनि छ। आमाहरूले चाहिँ अब कसरी चाहिँ परमेश्वरको सुसमाचार बोक्ने सन्तानलाई तयार गर्न सक्छ भन्दाखेरि 3टा पी फेरि पनि है, प्रिपेयर देम स्पिरिचुअली, आत्मिक रूपमा तयार गरेर। हामी व्यवस्था 6को है 1 देखि लिएर 7सम्म तपाईँहरूले नानीहरूलाई रटाउनु पर्छ। अन्त हिब्रूहरूमा त नानीहरूको निधारमा बाँधिदिन्छ, तपाईँहरूलाई थाहा छ होला। नानीहरूको निधारमा व्यवस्था 6को 1 देखि लिएर 6, 7हरू नानीहरूको निधारमा बाँधिदिन्छ हिब्रू। हेर्नुहोस् है, हिब्रूमा अनि दैलोमा पनि व्यवस्था छ नै झुन्डाको हुन्छ। अनि यो कुरा चाहिँ हामी त्यस्तो त गर्दैनौँ, तर पनि सिकाउनु चाहिँ पर्छ। किनकि व्यवस्था 6को 1 देखि लिएर जब हामी हेर्छौँ भने सारा हृदयले परमेश्वरको डर मान्ने कुराहरू त्यहाँनिर हामी पाउँछौँ। अनि जब हामी यो कुरा चाहिँ म आज पनि भुल्दिनँ, पास्टरनी आमाहरूलाई जिम्मा पनि दिनुभएको थियो याद गर्नु भनेर, हो कि होइन पास्टरनी आमाहरूलाई रट्नु भन्नुभएको थियो 10वटा आज्ञा। पास्टरनी आमाले अहिलेसम्म मैले भुलेको छुइनँ, कतिजनाले रट्नु भयो थाहा छैन। तर भए पनि आजको दिनमा तपाईँले नानीहरूलाई यो शिक्षामा हुर्काउन जरुरी छ। किनकि यहाँनिर वचनमा लेखेको छ, मैले आज तिमीहरूलाई सुनाएको आज्ञाहरू, माथि सुनाएको 1 देखि लिएर 5सम्म सुनाएको आज्ञाहरू आफ्नो मनमा राख, तिमीहरूको आफ्नो छोरा छोरीहरूलाई होसियार साथ सिकाऊ, घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा उठ्दा तिनको चर्चा गर। परमेश्वरको भयको चर्चा गर भनेको। नानीहरूले सिक्नुपर्छ प्रार्थना गर्नु। आजको दिनमा नानीहरूले सिक्नुपर्छ वचन पढ्नु, नानीहरूले परमेश्वरको आराधना गर्नु सिक्नुपर्छ, नानीहरूले परमेश्वरको डर मान्न सिक्नुपर्छ। अनि कसले सिकाउने? परमेश्वरले फेरि पनि आमालाई चाहनुहुन्छ उठाउनु। तपाईँहरूलाई बाबुहरू बिजी होला कामको सेड्युलमा, तर परमेश्वरले यस्तो आमाहरू खोजिराख्नु भएको छ जसले चाहिँ नानीहरूलाई प्रार्थना गर्न सिकाउँछ, जसले चाहिँ धर्मशास्त्र पढ्नु, परमेश्वरको वचनलाई पढ्नु सिकाउँछ, जसले परमेश्वरको आराधना गर्न सिकाउँछ, अनि सबैभन्दा ठुलो चाहिँ परमेश्वरको डरलाई मान्न सिकाउँछ। बाउ आमा दुवैजनालाई एउटा टिप्पणी दिन्छु, एउटा ज्ञान दिन्छु। नानीहरूलाई आफ्नो डरमा कहिल्यै नहुर्काउनुहोस्। ठिकै छ, नानीहरूलाई आफ्नो डरमा हुर्काउनु भयो अरे त्यो पनि ठिकै छ। यदि आफ्नो डरमा हुर्काउनु भयो भने दे क्यान चिट यु, उनीहरूले तपाईँलाई चिट गर्न सक्छ। हेर्नुहोस् है, तपाईँलाई धोका दिनु सक्छ। साथीकोमा बस्नु गएको भनेर कहाँ जानु सक्छ, मैले केही खाएको छुइनँ भनेर त्यो पनि ढाँट्नु सक्छ। तर नि किनकि बाउ आमाको नजर 24 घन्टा नानीमाथि हुनु सक्दैन। तर यदि तपाईँहरूले परमेश्वरको भयमा हुर्काउनु भयो भने चाहिँ दे नेभर चिट यु, उनीहरूले सक्दैन तपाईँलाई झुकाउनु। किनकि परमेश्वरले जहाँ पनि हेर्नुहुन्छ, परमेश्वरले देख्नुहुन्छ। अनि नानीहरूलाई चाहिँ परमेश्वरको भयमा हुर्काउनु हामीले जरुरी छ। बिफोर कम्पिटिसन, बिफोर हाम्रो डर, आमा बुवाको डरमा हाल्नुभन्दा फर्स्ट चाहिँ परमेश्वरको भय हाल्नु जरुरी छ। अनि जब हामी यो कुरालाई हेर्दै गर्छौँ भने अर्को है सब बुद्धलाई राख्दा प्रिपेयर देम मोरली, नैतिक रूपमा तयार गर्नुहोस्। किनकि धेरैचोटि नानीहरू मोरली ट्रेनै भएको हुँदैन। कतिजना नानीहरू कतिलाई प्याचै भनिरहेको, कतिलाई कुटिरहेको, कतिमा नम्रता हुँदैन, कतिमा धार्मिकता हुँदैन है। अनि तर आजको दिनमा वचनले भन्छ, हितोपदेश 22:6ले भन्छ, बालकहरूलाई हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म त्यस बाटोमा तर्केर जाँदैन। कनेक्सन देख्नुभयो? वृद्ध अवस्थासम्म एउटा मान्छे राम्रो हुन्छ भने किनकि बालक हुँदा नै आमा बुवाले के हुन्छ, ऊ हिँड्नुपर्ने बाटोमा तालिम दिएको हुन्छ। धेरैचोटि नानीहरूलाई हामी सानोमा तालिम दिँदैनौँ, तर ठुलो भएर सम्झाउँदाखेरि कहाँ बुझ्छ। अनि आमाहरूलाई, बुवाहरूलाई, विशेष गरी आमाहरूलाई म इन्करेज गर्न चाहन्छु, नानीहरूलाई हुर्काउँदै गर्दा सानोमै परमेश्वरको डर र परमेश्वरको तालिममा हुर्काउनुहोस्। इमान्दारी सानो है, सानो 1 रुपियाँमा पनि इमान्दारी हुनु सिकाउनुहोस्। भोलि गएर ठुलो कुरामा इमान्दारी हुन्छ। हामीलाई सन्डे स्कुलमा पहिला 1 रुपियाँ फर्काउँदा पनि ठुलो भन्थ्यो, अनि नाक पनि यत्रो हुन्थ्यो। अनि त्यही कारणले गर्दाखेरि हामीले ठुलो समय इमान्दारी सिक्यो। अनि एकपल्ट यहाँ चर्चमा
अहिले पनि मलाई यस्तो लाग्छ त्यो पैसा चाहिँ कहाँ गयो होला जस्तो लाग्छ। एकपल्ट आमाले मलाई दशांश पठाउनु भयो, दशांश मुनि हामी लेख्ने गर्छौँ पैसा, अनि दशांशमा 500 रुपियाँ कम्ती आयो, अनि मैले लिएर आएको हेर्नुहोस् है त्यो दशांश, तर मैले त्यो दशांश जस्तोले त्यस्तै हालेको, अनि दशांश कम्प्लिट छैन भन्ने कुरा आयो। आफूले आफूलाई डर लाग्यो, अब लाज लाग्यो, मैले लगेको पैसा त्यो कसरी चाहिँ कमी भयो। मलाई अहिलेसम्म नै म सोच्छु त्यो पैसा चाहिँ कहाँ गयो होला भन्ने। तर मलाई मेरो आमाले विश्वास गर्नुहुन्थ्यो, अनि त्यही कारणले मलाई केही पनि भन्नु भएन, भाइ पैसा कम्ती भयो अरे, मैले पो भुलेँ के हो भन्नुभयो। तर इमान्दारी भन्ने कुरा चाहिँ त्यस्तो हो, जब हामी इमान्दारी हुनु सक्दैनौँ नि कति कुरामा हामीलाई लाज लाग्नुपर्छ। इमान्दारी भन्ने कुरा त्यस्तो पवित्रतामा, किनकि परमेश्वर पवित्र हुनुहुन्छ। आमाहरूले नानीहरूलाई पवित्रतामा हुर्काएको हेर्न चाहनुहुन्छ, आमाहरूले नानीहरूलाई नम्रतामा हुर्काएको हेर्न चाहनुहुन्छ। अन्त यो कुरा चाहिँ अलिकति अपोजिट लाग्छ मलाई। हेर्नुहोस् है, आमाहरूले नानीहरूलाई नम्रतामा हुर्काएको चाहिँ अलिकति अपोजिट लाग्छ। किन भन्दाखेरि बुवाहरूले नम्र भएर सिकाएको हुन्छ, आमाले धेरैचोटि कराएर सिकाएको हुन्छ। आमाहरूले बुझ्नुपर्छ है। पास्टर आन्टीले मेन्टल स्ट्रेसको बारेमा भनिराख्नुहुन्छ, तपाईँले बेसी प्रेसर गरेर च्याङ 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 गरेर नानीलाई कराउँदा हुँदैन। अब नानीमा चाहिँ युनिसको विश्वास भयो जस्तो आमाको नम्रता नानीमा बोक्नु पऱ्यो नि। आमेन, आमेन। मन परेन के हो आमालाई? आमेन। अब मेरो भन्नुहोस् न, मेरो नम्रता चाहिँ मेरो नानीमा बग्नेछ भन्नुहोस् त आमाहरू। सबैले भन्नु भएन, मेरो नम्रता मेरो नानीमा बग्नेछ। आमा विश्वास सर्छ भने नानीमा, आमाहरूलाई भनिदिउँ, आमाको विश्वास सर्छ भने आमाको रिस पनि सर्छ। आमा नम्र भयो भने नानीमा नम्रता पनि सर्छ। अनि तपाईँहरूलाई यो मैले भन्दै गर्दाखेरि मेन्टल स्ट्रेस पनि कम्ती हुन्छ। अनि अर्को कुरा चाहिँ धार्मिकतामा, परमेश्वरको कुरामा हुर्काउनु पर्यो, चर्चमा सङ्गतिमा बढाउनु पर्यो। यो चाहिँ आमाहरूले, धेरैजना आमाहरूले नानीहरूलाई कुर्दै चर्च पठाएको देखेको छु, तर आमा आफै गएको कहिल्यै देखेको छुइनँ। बुझ्नुपर्छ, आमाहरूले बुझ्नुपर्छ, बाबुहरूले पनि बुझ्नुपर्छ यो कुरा चाहिँ। नानीलाई चर्च जा भन्नु अगाडि चाहिँ आफू पनि हिँड्नु पर्यो। तपाईँ चर्च सँगसँगै आउनुहोस्, त्यहाँनिर कुटेर ल्याउँदा पनि सुहाउँछ। किनकि हितोपदेशले भन्छ अलिकति छरी लाउँदा तिम्रो छोराछोरी मरिहाल्दैन। हितोपदेशले भन्छ अलिकति कुट्दामै तिम्रो नानीहरू मरिहाल्दैन, नानीलाई चाहिँ अर्थी देऊ भनेको छ। तर अर्थी मात्रै दिँदाखेरि तपाईँ चाहिँ कस्तो भइरहेको हुनुहुन्छ? सर्थी? त्यस्तो पो हुन्छ त। आफू सर्थी हुनु भएन, अनि अर्थी दिनु पर्यो। नानीलाई राम्रो बनाउनु भने हामी प्यारेन्ट्स राम्रो हुनेछौँ। आमेन। हामी असल प्यारेन्ट्स हुनेछौँ। आमेन। मैले भनिहालेँ है, आज्ञाकारितामा पनि हुर्काउनु पर्यो। कसैले अहिलेको नानीहरू मुख पर्काउनु छिट्टो है, कसैले के भन्यो भने गर्दिनँ, काम अराउनु आँटेको अघि चाल पाउँछ, सट्टै लुक्छ, भाग्छ। अहिलेको नानीहरू एक्सपर्ट। तर परमेश्वरको वचनले भन्छ आज्ञाकारितामा हुर्काउनु, आज्ञा पालन गर्नु सिकाउनुपर्छ नानीहरूलाई। कसैले तपाईँको नानीलाई काम अराउँदैछ भने नि हेपेर अराएको होइन। तर यदि धेरैचोटि आमाले नाक थाप्छ नि, मेरो नानीलाई चाहिँ के साह्रो काम अराएको हो, त्यस्तो नभन्नुहोस्। रङ काम अराउँदैछ भने गर्नु नदिनुहोस् है। तर कसैले असल कामको लागि अराउँदैछ भने गर्न दिनुहोस्, किनकि तपाईँले आज्ञा पालन सिकाइराख्नु भएको हुन्छ। संसारको आमा बुवाहरूले है, संसारमा इच्छा गर्नेहरूले पवित्रता बिनाको सफलता चाहन्छ। तर आज आमाहरूले, हामीले बुझ्नुपर्छ परमेश्वरले चाहिँ पवित्रताको तथाको बिनाको सफलता चाहनु हुँदैन। आमाले चाहिँ परमेश्वरले बुझ्नुपर्छ, परमेश्वरले चाहिँ आमाहरूले चाहिँ नानीहरूलाई यस्तो पाराले हुर्काओस् जो चाहिँ पवित्रतालाई खोज्दछ। किनकि जब पवित्रतालाई खोज्ने नानी हुर्कन्छ भने त्यो नानीको सफलताको महिमा हुन्छ, अनि त्यो महिमा एउटा परमेश्वरको महिमा हुन्छ। अनि लास्ट पोइन्ट भन्छु, प्रिपेयर देम मिसनली, किनकि येशू ख्रीष्टको उद्धारको कामको हामी प्रिपेयर गर्दैछौँ नि त। येशू ख्रीष्टलाई उद्धार लाने मिसनको लागि तयार गरेर कसरी भन्दाखेरि प्रेरित 1:8मा यसले छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेम र सारा यहुदामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ।
अनि साक्षी हुनेछ भन्दाखेरि चाहिँ परमेश्वरले मानिसहरूलाई भनेको अनि मानिसहरू कहाँबाट आउँछ भन्दाखेरि सन्तानबाट अनि सन्तान चाहिँ आमाहरूबाट आउँछ जब यो सन्तान परमेश्वरको सेवक साक्षी आत्मा प्रेम गर्ने है आत्मालाई प्रेम गर्ने सत्यको लागि उभिने आमाहरूले यस्तो साक्षीहरू हुर्काउनुहुन्छ परमेश्वरको सुसमाचार चाहिँ त्यहाँदेखि चाहिँ संसारको छेउसम्म पुग्छ आमेन यदि सुसमाचार बढेको हेर्न चाहनुहुन्छ भने यदि साँच्चीमै तपाईँ ख्रिस्टलाई विश्वास गर्नुहुन्छ भने तपाईँ यदि साँच्चीमै परमेश्वर येशू ख्रिस्टलाई विश्वास गर्नुहुन्छ मेरो उद्धार छ भने विश्वास गर्नुहुन्छ भने तपाईँले अब नानीहरूलाई तयार गर्नुहोस् सुसमाचार लिएर जाने खालि प्रार्थना गर्दा प्रभु मेरो सन्तानलाई सफल बनाउनुहोस् भनेर प्रार्थना नगरौँ तर प्रार्थना गर्दाखेरि प्रभु मेरो सन्तानलाई तपाईँको राज्यको लागि उपयोगी बनाउनुहोस् भनेर प्रार्थना गरौँ अनि जब हामी यो कुरालाई बुझ्छौँ भने येशू आमा मार्फत संसारमा आउनुभयो अब येशू है ईश्वरीय आमाहरूबाट जसले आफ्नो नानीलाई है परमेश्वरको सुसमाचार प्रचार गर्न लागि तयार बनाउँछ त्यस्तो आमाहरूद्वारा संसारको कुना कुनामा जान चाहनुहुन्छ आमेन अनि आज हामीलाई सोध्ने कुरा चाहिँ के हो भन्दाखेरि के हामीले साँच्चीमै परमेश्वरको कलिङ बोकेको व्यक्तिहरूलाई हुर्काइरहेको छौँ कि खालि क्यारियर बोकेको व्यक्तिहरूलाई खालि करियरमा हामी फोकस गर्ने आमाहरू भएको छौँ खालि संसारको कल्चर कम्पिटिसन छ भन्ने कल्चरमा हुर्काइरहेको छौँ कि ख्रिस्टको कल्चरमा हुर्काइरहेको छौँ खालि पैसा कमाउनु पर्छ भन्ने कुरामा हामी छौँ कि पैसा कमाएन भने त केही हुँदैन पैसा नै सबै भन्दा ठुलो कुरा हो भन्ने कुरामा छौँ कि सुसमाचार बोकेर हिँड्नुपर्छ भन्ने कुरामा हुर्काइरहेको छौँ अनि परमेश्वरलाई भरोसा गर्नुपर्छ भन्ने कुरामा हुर्काइरहेको छौँ वचनमा सिकाइएको कुराहरूमा हामीले हेर्छौँ भने आमाको जीवनमा परमेश्वरको ठुलो उद्देश्य छ उत्पत्तिमा परमेश्वरले प्रतिज्ञा दिनुभयो आमालाई पुस्तौसम्म त्यो प्रतिज्ञालाई आमाद्वारा नै सुरक्षा गर्नुभयो अनि आमालाई एउटा मरियमले यस भनेको कारणले गर्दा जन्म दिए अनि येशू ख्रिस्टलाई जन्म दिए अनि आमा भए अनि जब यो कुराहरू भयो भन्दाखेरि परमेश्वरले संसार र आफूलाई कनेक्टमा लिनुभयो अनि आज हामीले घोषणा गर्नुपर्ने कुरा के हो भन्दाखेरि परमेश्वरको सुसमाचार अनि परमेश्वरले यस्ता आमाहरूलाई खोजिराख्नु भएको छ जसले सुसमाचार बोक्ने व्यक्तिहरूलाई हुर्काउँछ आमा केवल एउटा भूमिका होइन है बुझ्नुपर्छ आमा एउटा केवल भूमिका होइन आमा एउटा ठुलो परमेश्वर र मानिसहरूको बिचको सम्बन्ध हो आमा परमेश्वरको उद्धारको योजनामा एउटा व्यवस्था एउटा संस्था हो इन्स्टिट्युसन अनि इन्स्टिट्युसनमा जहिले पनि बनाउने काम गर्छ जहिले पनि कसैलाई सुधार्ने काम गर्छ इन्स्टिट्युसनको एउटा उद्देश्य हुन्छ सफलता है अनि यो चाहिँ आमाहरूलाई चाहिँ परमेश्वरले एउटा इन्स्टिट्युसनको रूपमा लिनुभयो एउटा योजनाको रूपमा लिनुभयो ईश्वरीय योजनाको रूपमा अनि परमेश्वर चाहिँ येशू ख्रिस्ट चाहिँ आमाहरूद्वारा संसारको कुना कुनामा जान चाहनुहुन्छ के तपाईँ त्यो आमा बनिनु तयार हुनुहुन्छ आमेन आमेन भन्नुहोस् न हात हलाउँदै